इन्कम आउँछ जम्मा 27 दिरहम 30 दिरहम भनौँ त आफूले सामान किनेको छ 400 दिरहमको 6 जना मान्छेलाई सामान सही जोडाएको छ पैसा आएको छ 27 दिरहम अनि यो त पागल हो त यो बिजनेसमा 99% मान्छेले अर्को महिनादेखि आयो भने मर्दिनु फोन गर्यो भने तपाईलाई बाटोमा समात्रै पिट्ला गरौँ तर आउँदैन दोस्रो महिना तपाईले केही गर्नु भएन सिर्फ सामान खानुभयो 6 जना अघिल्लो महिना जोडिसक्नु भएको नि त यी तलको 6 जनाले 6 जना जोडे उनीहरूले पनि त्यही गरे फेरि अब कपी पेस्ट गरे त केही नगर्नु है बहिनी जम्मा 6 जना जोड्नु 6 जना सबैले माने 6 जनाले माने के हो नि हो दोस्रो महिनाको इन्कम तपाईको अघिल्लो महिना 700 पीबी थियो अघिल्लो महिना त्यो पनि जोडिन्छ कि यो महिना थियो 4300 गर्दा 5000 भयो भनेपछि तपाई हुनुभयो स्टार एजेन्ट दोस्रो महिनामा स्टार एजेन्ट 25% अनि तलकै जाने साथीहरु 9% मा पुगेको छ अहिले र हजुरको बाँकी रहेको 16% 25% माइनस इनाको पर्सेन्ट बराबर तपाईको चाहिँ ग्रुप बोनस किनकि अहिलेसम्म तपाईको लिडरशिप बोनसहरु खुलिसकेको छैन कि भर्खर सुरुवाती हो यो अघि मैले देखाएको थिएँ नि उता लिडरशिप बोनस के त्यो खुले हैन त्यो खुल्छ अलि पछाडी 16% तपाईको सेकेन्ड महिनाको इन्कम हो 700 दिरहम पहिलो महिनामा 6 जना जोडेको 100 पीबी को सामान खाएको 27 दिरहम दोस्रो महिना सिर्फ 6 जना साथीले हेल्प गरेको 6 जना 700 दिरहम यो हो नेटवर्क मार्केटिङको प्लान यो हो डाइरेक्ट सेलिङको एनर्जी तेस्रो महिना अब व्याख्या गर्दिन भिडियो लिनुस् घरमा हेर्नु होला एक व्याख्या गर्न भ्याइदैन टाइम छैन तेस्रो महिना तपाई यी सबै व्यक्ति यसै भन्छ तपाई भन्नुहुन्छ डायमन्ड तेस्रो महिना डायमन्ड है इन्कम हेर्नुस् तेस्रो महिना 4500 दिरहम इन्ट्रेस्टिङ छ यस चौथो महिना मैले भ्याइदिए अब यी सबै भन्छन् डायमन्ड तपाई ट्रिपल डायमन्ड चौथो महिनाको भनेको चौथो महिना तपाईको इन्कम हेर्नुस् यी कति हो अनि मान्छेले गफ पनि ल्याउ त मैले यति कमाएर गफ पनि ल्याउ त सिस्टमको पैसा हो नि हो त हेर्नुस् अनि उहाँ त हाम्रो सर त यो भन्दा नि उपरको पैसा हुनुहुन्छ यो भन्दा 2 स्टेप माथि हुनुहुन्छ त्यो भएर यो डिरेक्सन मजाक होइन कि सिरियसली गर्ने बिजनेस हो यहाँ तपाईले यहाँबाट तपाईको सन्तानले तपाईको फ्यामिलीले नसोचेको पैसा कमाउन सक्नुहुन्छ यो अपर्चुनिटी हामीले डिरेक्सनले दिन्छ अब भनेपछि 22000 दिरहम चौथो महिनाको इन्कम चौथो महिनामा नजाम 4 सालमा त्यति होला 4 सालमा गर्न सक्नुहुन्छ भने के सोधे के सकिन्न सकिन्छ 5 सालमा गर्न सकिन्छ कमसेकम 5 वर्षमा त्यति कमाउने सपना देख्न सकिन्छ यहाँबाट त्यो महिनाको इन्कम हो है सपना देख्न पर्यो नि त अघि हाम्रो सरहरूले सपना यस्तो भन्नु भएको छ यदि सपनै देखेन भने अगाडि कहाँ गर्न सकिन्छ मैले यो देखाउनुको उद्देश्य भनेको सपना देख्नुस् किनकि पोसिबल छ भन्न खोजेको हो कि त्यो भएर के हामी डिरेक्सनमा मैले यो एक महिनाको तपाईले सालमा यदि हेर्नुभयो भने पनि 5 वर्षसम्म लगातार डिरेक्सन दिन सक्नुहुन्छ तपाईले नो लेफ्ट नो राइट नो फर दुबई नो पार दिन सकिन्छ सकिन्न यस त्यही भएर डिरेक्सन के छ भने एकै महिना एकै सालमा इन्कम नखोज्नु मैले यो देखाएको भनेको मस्ती हो तर यदि तपाईँ यसलाई सालमा हेर्नुभयो भने के हुन्छ हेर्नुहोस् त त्यो त्यही भएर डिरेक्सनमा हमेसा यो हामीले बुझ्नुपर्छ यो डिरेक्सनको इन्कमको स्ट्रक्चर हो हेर्नुहोस् है पहिलो वर्ष पहिलो 6 महिनादेखि 1 सालसम्म के हुन्छ एकदम धेरै काम छ इन्कम कमाउनु यो फ्याक्ट एन्ड फिगर हो पहिलो जब डिरेक्सनमा तपाईको टिम बढ्दै जान्छ काम गर्दै जान्छ इन्कम बढ्दै जान्छ तपाईले गरेको जागिरमा ठ्याक्कै उठ्नु छ जब स्यालेरी बढ्छ बढी काम गर्नुपर्छ र त्यो पनि स्यालेरी जबसम्म आउने तबसम्म गर्ने अब 7 वर्षतिर माथि पुगिसकेपछि कामै गर्नु पर्दैन
घर गएर बसिरहनुहोस्, इन्कम आफै गर्छ। अब हाम्रो सर डिरेक्सन आए पनि इन्कम बढ्दै जाने हो, हाम्रो सर डिरेक्सन आए पनि इन्कम